पब्लिक सर्भिसको डिफ्रेन्ट टाइप्सहरू हुन्छ। अब त्यसलाई हुन त अब यो छुट्टै ब्याङ्किङ सर्भिस, मोनिटरी सर्भिस यताउता त्यसरी लेख्दा पनि हुन्छ होइन, नमिल्ने त होइन। तर अब यसरी यो छुट्टै क्याटेगोराइजेसन गरेर लेख्यो भने अलि राम्रो देखिन्छ, त्यो मात्र हो। त्यो चाहिँ कसरी याद राख्ने भन्दाखेरि BMW PERI, पेरी भन्छन्। अब त्यो नेपालीमा प्यारिस फ्रान्सको क्यापिटल छ नि, प्यारिस लेख्दाखेरि पेरी यस्तो लेखिन्छ नि त होइन। त्यो पेरीलाई अब PERI भनेर, अनि त्यो पब्लिक सर्भिस भनेको मतलब निजामती सेवा, सिभिल सर्भिसमा जाँदाखेरि मान्छेहरू घुससुस खान्छन् अनि प्यारिस गएर BMW चढ्ने लायक हुन्छन् होइन, त्यो हिसाबले यसरी याद राख्न सकिन्छ। अब के हो त BMW PERI भनेको, फर्स्ट B भनेको बिजनेस सर्भिस, M भनेको म्यान्डेटरी सर्भिस, W भनेको वेलफेयर सर्भिस, P भनेको प्रमोसनल सर्भिस, E भनेको इमर्जेन्सी सर्भिस, R भनेको रेगुलेटरी सर्भिस, I भनेको इन्फ्रास्ट्रक्चरल सर्भिस। अब बिजनेस सर्भिस भनेको जसले बिजनेसलाई हेल्प गर्छ, यसमा इन्फ्रास्ट्रक्चर पनि आउन त सक्छ, तर मेनली चाहिँ के हो भन्दाखेरि ब्याङ्किङ, गभर्मेन्ट अथवा पब्लिक सर्भिसभित्र पर्ने भयो होइन। अनि मोनिटरी सर्भिस, त्यसै गरी गार्डिङ इन्टेलेक्चुअल प्रपर्टी होइन, यस्तो सर्भिसहरू पर्यो। म्यान्डेटरी भनेको नभई नहुने, जस्तो पानी नभई हुँदैन, वाटर सप्लाई, फुड सेक्युरिटी। अनि अर्को पिस अर्डर सेक्युरिटी होइन, यो म्यान्डेटरी सर्भिस। पुलिस छ, आर्मी छ, पिस एन्ड अर्डर दिन्छ नि त, त्यो म्यान्डेटरी सर्भिस भयो। यो वेलफेयर सर्भिस, यो चाहिँ यता हो है। यो भनेको चाहिँ सोसियल वेलफेयर इस्ट्याब्लिस गर्नको लागि होइन, इस्ट्याब्लिसिङ सोसियल जस्टिस, सोसियल सेक्युरिटी, त्यो के अरे वृद्ध भत्ताहरू दिने, जुन चाहिँ 2051 साल पुस 11 गते सुरु गरेको थियो नि होइन, त्यो सोसियल सेक्युरिटी जस्तै खाले है। अनि प्रमोसनल सर्भिस भनेको चाहिँ यो हेल्थ, एजुकेसन, जसले अब प्रमोट गर्छ नि त यिनीहरू। अर्को इमर्जेन्सी सर्भिस भनेको जुन चाहिँ क्राइसिसको बेलामा आउँछ, इमर्जेन्सी हुन्छ नि, संविधानको कति आर्टिकल 273 जस्तो लाग्छ, त्यहाँ लेखेकै छ क्राइसिस यो बेला हो भनेर, त्यस्तो बेलामा दिने सर्भिस। मिलिटरी सर्भिस हो। रेगुलेटरी सर्भिस भनेको अब सिम्पली ल इनेक्टमेन्ट, एक्जिक्युसन अनि एडजुडिकेसन। अनि लास्ट इन्फ्रास्ट्रक्चरको सर्भिस भनेको ट्रान्सपोर्ट बेस्ड, इनर्जी ओरिएन्टेड र डिजिटल इन्फ्रास्ट्रक्चर अरू पनि